हाई साथीहरू, वेलकम ब्याक टु माई न्यू भिडियो। फेरि पनि म आज तपाईँको सामु एउटा नयाँ रेसिपी लिएर आइरहेको छु होइन। म चाहिँ अब यहाँ मकैको घुम बनाउन आँटेको छु साथीहरू। बाहिर दिन पनि एकदम जाडो छ, आज पानी परिरहेको छ हो। हेर्नुहोस् होला बाहिर चाहिँ यस्तो भइरहेको छ। अन्त म चाहिँ अब काटकुट गर्नुतर्फ लाग्न आँटेको छु। तपाईँहरूलाई देखाउँछु है कस्तो पाराले बनाउँछु भनेर। अन्त मलाई चाहिँ त्यस्तो राम्रो तरिकाले आउँदैन बनाउनु, तर आफ्नै स्टाइलमा बनाउँछु किनभने खानु मन परिरहेको छ। अन्त हेर्नुहोस् होला है। सो लेट्स स्टार्ट हाउ आई मेक घुगुनी। अनि यहाँ चाहिँ मैले लसुन केलाइरहेको छु। अब चाहिँ म अदुवा र प्याजलाई काट्छु। अन्त मकै उसिन्छु। मकै लिएको छैन, बाबाले मकै ल्याउनु जानु भइरहेको छ हो। अन्त म तपाईँहरूलाई देखाउँछु, हेर्दै जानुहोस् होला। यहाँ चाहिँ अब म प्याजलाई छिल्दैछु साथीहरू। टमाटर चाहिँ हाल्दिनँ किनभने अमिलो हुन्छ होला टमाटर हो, त्यही भएर एकदम सिम्पल तरिकाले बनाउने। छुरी देखेर इग्नोर गरिदिनु होला है, यस्तै भए पनि धारिलो छ। बाहिर चाहिँ गडक गुरुङ चल्दै हावा पानी भइरहेको छ, एकदम दामी भइरहेछ दिन। घरमा मलाई यस्तो केहरू खानु मनपर्छ, चाहिँ त्यसै पनि खाइबस्छु। यस्तो केहरू बनाउँदै हो, अल्छी लाग्दैन मलाई यस्तो खानको लागि। छ भने त बनाएर खानु जग्गा चलिहाल्छ होइन। लसुन र प्याज हजार रेडी भयो, काटेँ। अन्त अब म यसलाई धुन्छु। यहाँ चाहिँ हाम्रो मकै केलाउँदैछ बाबाले। त्यो चाहिँ बेसी खाँदिनँ हो, सादा एकदम। अहिले म यहाँ पिस्छु। यहाँ चाहिँ मैले अदुवा र लसुन पिसिरहेको छु, अब यसलाई पिस्छु। अन्त यहाँ चाहिँ फेरि यो लसुन र अदुवा किन भन्छ होला, यो चाहिँ मैले मम्मीलाई सादा बनाइदिनुको लागि। यहाँ चाहिँ दुईजनाले केलाउँदैछ। यो चाहिँ दुईजनाले केलाउँदैछ मकै हो, यो हाम्रै बारीको मकै हो साथीहरू। यो समयको फल, समयको फल। यो चाहिँ एकदमै राम्रो हो, स्वास्थ्यको लागि पनि, विशेष सुगरहरूको लागि एकदम राम्रो भन्छ। बाहिर आउनु चाहिँ खानु आज हामी त यही हो भनेको बाह्रबजी तपाईँहरू खानु को हुन्छ हुनुहुन्छ इच्छा गर्नेहरू आउनु चाहिँ। अब यसलाई चाहिँ हामी धुनुपर्छ। यहाँ चाहिँ अब मैले कुकर टेकाइसकेको छु। कुकरमा अलिकति पानी हाल्नुपर्छ, अन्त सिटी लाउनुपर्छ। 4 सिटी यस्तो भयो भने पाक्छ। सो रेडी छ यो चाहिँ है। यस्तोहरू चाहिँ तपाईँहरूले खाने गर्नुपर्छ। अब साथीहरू यहाँ टिम्बुरको अचार बनाउन आँटेको म चाहिँ। घुगुनी मात्रै खाएर भएन, अलिअलि अचारहरू पनि छ। टिम्बुरको अचार मैले यहाँ टिम्बुर हालिसकेको छु, देख्नु भएन तपाईँले है। टमाटर आदि छ। अब
मेरो अचार पनि रेडी भयो। यहाँ पनि रेडी हुँदैछ, सिटी लाग्दैछ। यो चाहिँ मेरो रेडी भइसकेको छ। अब चाहिँ म यसलाई कराईमा बनाउँछु। तपाईँहरूलाई थाहा नै छ होला है यो कसरी बनाउँछ भनेर। कतिजनालाई त थाहा छैन होला के हो भनेर है। घुगुनी भनेको यो चाहिँ हामी गाउँ बस्तीमा खाने गर्छु ब्रेकफास्ट लन्चतिर है साथीहरू। अन्त मैले चाहिँ यहाँ दुईवटा बनाउनु पर्छ। एउटा चाहिँ म र बाबालाई, एउटा चाहिँ मम्मीलाई बनाउनु पर्छ। मैला लागेको छ यहाँनिर, धुनु चाहिँ धोएको यो कराईहरू। हेर्दै जानुहोस् होला। मैले यसरी दुईवटा कराईमा बनाउनु पर्छ नि त हो। यो चाहिँ कालो छ, यसलाई चाहिँ इग्नोर गरिदिनु होला है। यो चाहिँ चलाइसकेको कहिले किनेको कराई हो, त्यही भएर यस्तो भएको हो। यहाँ चाहिँ रेडी छ।